फेरि आज नयाँ एउटा कुरा भन्छु म तपाईहरुलाई। तपाईहरुसँग सबैसँग आफ्नो एउटा मोड्युल छ, आफ्नो एउटा बुक छ। तपाईले लिइराख्नुभयो होला कतै न कतैबाट। ओके, त्यो पीसीबी को कुनै पनि मोड्युलहरु बुकहरु पढ्दाखेरि तपाईले त्यहाँ भएको लाइनहरुलाई मजाले अन्डरलाइन गर्नुहुन्छ होला 5 चोटी, फेरि 10 चोटी गर्नुहुन्छ होला, कलरफुल गराउनुहुन्छ होला। यो कलरफुल बनाएर मात्र चल्दैन। त्यसको केही पनि त्यसको इफेक्टिभनेस कलर लाउँदैमा मात्र तपाईको प्रोडक्टिभिटी एफिसिएन्सी बढ्दैन। त्यसैले त्यहाँ कलर लगाएर पुरै बुकै खतम गर्नुभन्दा चाहिने कुरा, चाहिने वर्ड, चाहिने किवर्डहरु के हो त त्यो मात्र सिलेक्ट गर्ने बानी बसाल्नुस् र त्यसलाई हाइलाइट गर्नुस्। ओके, हाइलाइट पनि तपाईले डिफरेन्ट वेमा गर्न सक्नुहुन्छ। ओके, 4 गर्ने हिसाबले बुकमा 4 गरे भने दिमाग 4 हुन्छ। त्यसैले बुकलाई 4 गर्नतिर नलागेर हाइलाइटहरु पनि पर्टिकुलर टाइपको कलरहरु हाइलाइट लिएर आउनुस्। जस्तो ग्रीन हुन सक्छ, रेड हुन सक्छ, अनि येलो टाइपको हुन सक्छ। यो कलरहरुमा तपाईको यसैले सिग्नल दिन्छ। सबसे इजी तपाईलाई लागेको राम्रो लागेको छ भने त्यसलाई ग्रीन लगाउनुस् हैन। तपाईको ठिकठाकै छ, मलाई चाहिँ सेकेन्ड टाइम रिभिजन गरे भने क्लियर गर्छु भन्ने किसिमको लागि येलो लगाउनुस्। र रेड भनेको तपाईलाई आउँदै नआएको, यसलाई मैले मल्टिपल टाइम चाहिँ रिभाइज गर्नुपर्ने, मैले सुन्दै नसुनेको डिफिकल्ट, मैले सर्च गरेर हेर्नु परिरहेको कन्डिसनहरुको टपिक रहेछ, वर्ड रहेछ भनेर चाहिँ तपाईले छुटाउन सक्नुहुन्छ। यो कलर कम्बिनेसनमा तपाईले आफ्नो इच्छा अनुसार अरूहरु पनि राख्न सक्नुहुन्छ। यही नै फलो गर्नुपर्छ भन्ने छैन। तर यसरी गर्नुभयो भने कमसेकम तपाई के चीजको लागि कलर लगाएको त भन्ने कुरा चाहिँ तपाईले पछि थाहा पाउनुहुन्छ र त्यो रिभिजन गर्ने बेलामा धेरै इम्पोर्टेन्ट हुन्छ। ओके।